तपाईहरुले एउटा बेरोजगार रोजगारी र समृद्धिको चाहना को ऐक्यबद्धतालाई त्यसले प्रतिबिम्बित गरेको छ र त्यसले एउटा अभियानको रूपमा संगठित रूपमा एउटा चाहिँ संवेदनशील रूपमा चाहिँ बेरोजगारीको स्थिति र देशको गरिबीको परिस्थितिलाई आकलन गरेर प्रतिबिम्बित रूपमा मूलतः यो अभियान बेरोजगार वर्गको मुक्ति, आत्मनिर्भर सबल राष्ट्रियता, सनातन धर्म संस्कृतिको संरक्षण र गठन भएको भन्ने देखिन्छ। उद्देश्य सबल राष्ट्र निर्माण गरी कसरी हुन्छ भन्ने चिन्ताका साथ अभियान अगाडि सारेको पाइन्छ, जो वास्तवमा आज आबद्ध हुनुभएका कतिपय नयाँ युवाहरूको जुन यहाँ उपस्थिति छ त्यसले यो कुरालाई देखाइरहेको छ र यो अभियानको एउटा सार्थकतालाई प्रतिबिम्बित गरिरहेको छ भन्ने मलाई लाग्छ। तपाईहरुको अभियानको कुरा गर्दा काम खोज्दै विदेशी युवाहरूको तान्त्रिक विमानस्थलमा हेरे सहजै अनुमान गर्न सकिन्छ। रोजगारीको अवसर सृजना गर्न सरकारहरू असफल भएका छन्। बेरोजगारहरूको समूह लिएर बसेर देश गो पहिले लाग्दैन। यसको परिणाम उत्पादकत्व वृद्धि नहुनु र उपभोगका लागि माग बढ्नु हो भन्ने मलाई लाग्छ। अनि आयातित र व्यापार घाटाको अर्थतन्त्रले देशप्रति उँभो लाग्न सक्छ। सबै आन्दोलनहरूको राजनीतिक महत्त्व र उद्देश्य भए पनि अर्थतन्त्र छिन्नभिन्न भयो। 1117 शिक्षक पदका लागि 1,16,340 जनाको आवेदन परेको हालसालैको समाचार